जर्मन सेफर यसको बच्चा पनि रहेछ हौ आइज आइज जर्मन सेफर हेर्नुस् है ओइ यो पक्रो उता यहाँ जर्मन सेफर हेर्नुस् है यसको बच्चा पनि रहेछ 13वटा बिहाको थियो रहेछ एउटा चाहिँ मरेछ है यो जर्मन सेफरले 13वटा बिहाको थियो रहेछ एउटा चाहिँ मरेछ अनि यसको बच्चा देखाउँछु जर्मन सेफरको कति महिना पुग्यो यो 2 महिना 2 महिना मजाले सुते कतिवटा निकै बिहाको थियो नि 13वटा थियो कि सेल गर्नुभयो कसै सेल हैन सक्यो त ए 13वटा थियो एउटा चाहिँ मर्यो 12वटा चाहिँ मारियो अब यता चाहिँ यो एउटा चाहिँ रहेको रहेछ है के हेरे यसको नाम चाहिँ भाउजू नाम त थाहा छैन ब्रिड चाहिँ जर्मन सेफर अन्त यो कसरी गोटा बेच्नु भयो अरे यो चाहिँ 20,000 रुपैयाँ गोटा गरेर तर अब लाँदा चाहिँ 15-16 हजार मा चाहिँ हेर्नुहोस् है जर्मन प्योर जर्मन सेफर है सेल गर्नु भएछ 13वटा ब्याउनु भएको अरे ब्याएको अरे यो लास्ट छ अब नत्र भने त हाम्रो लोकल अब 3-4टा ब्याउँछ है हो नि 12वटा चाहिँ सेल गर्नु भएछ 15, 16, 13 मा हेर्नुहोस् है पुरा डिमान्ड छ यसको पनि डिमान्ड रहेछ है अब सुँगुर पाल्नु हुँदा त यो पाल्नै फाइदा रहेछ है तर हेभी छ नि खर्च पनि है आमाम खर्च त पुरै छ यसको पनि अब खर्च त हेभी छ यो फेरि शाकाहारी होइन मांसाहारी होला मांसाहारी यसले चाहिँ अब डेली मासु शाकाहारी बनाउनु पनि हुन्छ सानोदेखि नै हुन्छ है तर अब हेर्नुहोस् है दिनै मन पर्छ त्यसै शाकाहारी घरमा खाने बानी उना पहिलेदेखि हो त्यो शाकाहारी दियो भने फेरि जिउ लाग्दैन अब मेरो अन्दाजमा 15-1-15-15-2-30 नै 180 जस्तो चाहिँ भएछ हेर्नुहोस् है जर्मन सेफरको बच्चाले चाहिँ 180 जस्तो चाहिँ तानेछ भनेपछि अब खर्च पनि छ है स्याहार पनि हेभी नै छ अन्त यसो 15 मा चाहिँ दिनु हुँदो रहेछ एउटा त्यहाँ सबै त सेल कहाँ लानुभयो सिलिगुडी गयो यतै कालिम्पोङतिर अन्त यतै तकदाइतिर अनलाइनै गयो अनलाइनै गएछ यो सबै सिलगढीतिर कालिम्पोङदेखि लिएर दार्जिलिङतिर हेर्नुहोस् है अब मेरो फलोवर्सहरू पनि छ है अहिले पनि मलाई त्यो बेडको फोल्डिङवाला बेडको अहिले अर्डर आयो दार्जिलिङबाट मलाई बनाइदिनु भन्दै थियो होइन भाइलाई त्यसले गर्दाखेरि अब तपाईँहरू पनि जहाँ कहीँबाट हेर्नुहुँदैछ हेर्नुहोस् यहाँनिर प्योर जर्मन सेफर यसको अब सेकेन्ड है भयो भने त्यही अब कन्ट्याक्ट गर्नुहोस् है पहिल्यैबाट बुकिङ गर्नुहोस् है यसको माउ तपाईँलाई देखाइदिन्छु